नमस्ते साथीहरु, गुड मर्निङ सबैजनालाई। पानीवाला भैयालाई बोलाउँदा बल्ल बल्ल हिजो राति आइपुग्यो। आएर जस्ट पूजा गरेर एउटा पाइप चाहिँ 20 फुटे पाइप एउटा विधिको लागि एउटा चाहिँ गाड्यौं। बोरिङ भयो एउटा चाहिँ, अरु यो एउटा सुपारीको गाछ, सानो गाछले अलिकति डिस्टर्ब दिएर यसलाई अलिकति सार्नु पर्यो र जग्गा बनाइदिनु पर्यो। र आज चाहिँ दिनभरि लगाएर भए पनि यो पानी बोरिङको काम चाहिँ कम्प्लिट गर्ने भन्ने हाम्रो विचार छ। अहिले भाइहरुको नास्ता पानी भएको छैन होला, सबै उठेर कता कता हिँडे। सबैजना स्टाफहरु यसको यो श्री कृष्ण ट्युबवेल एन्ड कन्स्ट्रक्सन कम्पनीको यो बोरवेल कम्पनी रहेछ, बोरिङ गर्ने। र यसैले नै हाम्रो गाउँको वरिपरि जयगाउँदेखि लिएर भुटानभित्र जम्मै यसैले नै बोरिङहरु गरिरहेको छ। अन्त साथीहरु, चियाहरु पिउनु भयो होला। बिहान बिहानै भिडियो त अब त्यस्तै हो, जे जस्तो छ गाउँले जिन्दगीको। बेला बखत सानोतिनो भिडियो लिएर अपडेट आउँदै गरौँला। अदरवाइज जति पनि मेरो फेसबुकको मित्रहरु छ, म तपाईहरुलाई सपोर्ट गर्छु। राम्रो भिडियो लाउनुहोस्, तपाईहरुको गाउँको हालखबरहरु सुनाउनुहोस्। हाम्रोतिर चाहिँ अलिक पानी ढिलो भएकोले गर्दाखेरि लास्ट इयर पनि धेरै नै सुपारी गाछहरु मरेर नोक्सान भएको थियो। यसपालि पनि आसपासको गाउँतिर पानीहरु पुरा पर्यो। सिलिगुडी साइडतिर, गैरीबास ततिर पुरा पानी पर्यो। हाम्रोतिर चाहिँ अहिले पानी आएको छैन, खालि जाडो मात्रै हुँदैछ। कालो हुन्छ, जाडो हुन्छ, तर पानी आउन सकेको छैन। त्यसैले आकाशको पानीको मात्रै भरोसा नगरेर चाहिँ साथीहरु यो बोरिङ चाहिँ गराउनु एकदम जरुरी भयो। हवस् त, अहिलेले अब आज दिनभरिको काम टप छ। यिनीहरुसँग खट्नु पर्छ आज। र के कसो हुन्छ तपाईहरुसँग पछि फेरि भेट हुनेछ। त्यतिखेरसम्मको लागि यो पछाडि देख्नु हुँदैछ, यो चाहिँ मेरो भाइको घर है साथीहरु। त ग्यारेज चाहिँ ट्र्याक्टर चाहिँ बिहानै ड्राइभरले निकालेर लिएर गएछ काममा। दुईटै ट्र्याक्टर छैन रहेछ। ल त अहिलेलाई यतिमै साथ सपोर्ट दिँदै गर्नु होला। धन्यवाद।